साथीहरू नमस्कार, म माधेश जय परशुराम। आजको विषय चाहिँ यो राजधानी बनाउने विषयको यो भिडियो छ। कृपया सबै साथीहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कुनै पनि प्रदेशको राजधानी बनाउँदा आगामी 50 देखि 100 वर्षको अन्तरालमा हुने जनसङ्ख्या, शहरीकरण, आर्थिक गतिविधिलाई ध्यान दिनु पर्छ। परशुराममा राजधानी बनाउनका लागि एउटा अध्ययन समिति गठन गरियोस् र उपयुक्त गोदावरीको विकल्पका रूपमा अब चाहिँ परशुराममा राजधानी बनाइयोस्। कैलाली र कञ्चनपुर जस्तै विशाल ठुला ठुला समतल मैदान भूभागहरू, ठुला ठुला अन्तर्राष्ट्रिय सभा हल, विश्वविद्यालय, हस्पिटल, आवास क्षेत्रहरू बनाउनका लागि यहाँ पनि विशाल समतल जमिन छ। महाकाली करिडोर, मदन भण्डारी राजमार्ग, दैजी चौबुडा सडक र पञ्चेश्वर बहुउद्देश्य आयोजना, यी चारवटा गेम चेन्जर आयोजना यदि सम्पन्न हुने हो भने यसै क्षेत्रबाट अहिलेका मुख्यमन्त्री खगराज भट्टज्यूको पनि म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। गोदावरीको भिडभाड र अत्तरियाको भिडभाड, त्यो विवादित ठाउँभन्दा राजधानी बनाउनका लागि उपयुक्त ठाउँ 9 जिल्ला र 7 जिल्लाको सुगम परशुराम, पहाडबाट तराई र पहाडकै काखमा एउटा समृद्ध विशाल क्यापिटल सिटी निर्माण गर्न सक्यो भने पहाडको जनसङ्ख्यालाई पनि हामीले तराईमा अहिले जो स्थानान्तरण भइरहेको छ, बसाइसराई अनियन्त्रित भइरहेको छ, पहाडको जनसङ्ख्या तराईतिर, पहाडमा बाजा घरहरू मात्रै सीमित रहेका छन्। अब पहाडकै काखमा आधुनिक सहर बन्दा पहाडी जिल्लाहरूबाट अनियन्त्रित रूपमा हुने बसाइसराईलाई रोक्नका लागि ठूलो मद्दत पुग्छ। त्यसकारणले पहाडकै काखमा परशुराममा राजधानी बनाउने हो भने सुदूरपश्चिमको समृद्धिको ढोका अब परशुरामले खोल्छ। महाकालीमा पुल बन्यो भने समृद्धिको ढोका त्यहाँबाट नै खुल्छ। पञ्चेश्वर बहुउद्देश्य योजना छ, जुन विद्युतका लागि एउटा विशाल गेम चेन्जर योजना छ। अनि चाहिँ जस्तै हाम्रो महाकाली करिडोर छ, जो दार्चुलाको तिङ्किरसम्म त्रिदेशीय रोडका रूपमा एउटा सीमा, 3वटा भारत, नेपाल, चीनको एउटा सिमानाकासम्म पुग्ने महाकाली करिडोर छ। त्यस्तै पूर्व पश्चिम जोड्ने राष्ट्रिय मार्ग मदन भण्डारी राजमार्ग पनि यसै क्षेत्रबाट भएर रूपाल जानेछ। त्यस कारणले धेरै तराईको वनको विवाद र त्यहाँका विवादहरू तोडमोड गर्नुभन्दा त्यो अहिले गोदावरीमा प्रदेश सभाले त यो राजधानी बनाउनु पर्छ भनेर धेरै अगाडि नै तोकिसकेको ठाउँ थियो। तर त्यहाँ विवादका कारणले अहिलेसम्म पनि पूर्वाधारहरू कुनै बनेका छैनन्। अहिले प्रदेशबाट नै काम, धनगढीबाट पनि अस्थायी राजधानीबाट नै काम सुचारू भइरहेका छन्। अब यदि प्रदेश सरकारले केही दिन मात्रै खगराज भट्टज्यूले प्रदेश सभामा विश्वासको मत लिने बेला चाहिँ यो कुरा राख्नु भएको थियो। त्यस कारणले हाम्रै क्षेत्रबाट मुख्यमन्त्री हुनु भट्टज्यूलाई मेरो गम्भीर ध्यानाकर्षण छ कि अब राजधानी बनाउनका लागि धेरै विकल्प खोज्नुभन्दा सबैभन्दा उत्तम विकल्प भनेकै चाहिँ परशुराम नगरपालिका हो। सुदूरपश्चिमको मुहार फेर्न सक्ने, समृद्धिको ढोका खोल्न सक्ने, एकदम तराई, कञ्चनपुर र कैलालीका जस्तै समथुर भूभाग भएको, एकदमै राजधानी बनाउनका लागि पनि उपत्यका जस्तै ठाउँ भएको परशुराम नगरपालिकामा। अब साथीहरू, अस्थायी सुगमता भन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिने हो भने परशुराम प्रदेशकै राजधानी बनाउनका लागि 1 नम्बर गोदावरीको विकल्प रहेको छ। परशुराम नगरपालिकामा सुदूरपश्चिम प्रदेशको राजधानी बन्नुपर्छ भन्ने म सामाजिक सञ्जाल मार्फत जोरदार माग व्यक्त गर्न चाहन्छु। के तपाईलाई परशुराम नगरपालिकामा राजधानी बनाउँदा कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया साथीहरू कमेन्टमा राख्नुहोला भन्ने पनि आग्रह अनुरोध गर्दछु। धन्यवाद। जय परशुराम, जय देश।